स्वागत छ यहाँहरु सबैलाई। आज म उपस्थित भएको छु यो ड्रोन अनबक्सिङ गर्नको लागि। यसको नाम चाहिँ म्याभिक मिनी हो। यो DJI भन्ने एउटा चाइनिज कम्पनीले बनाएको हो। मैले लिएको प्याकेज चाहिँ फ्लाइ मोर कम्बो भन्ने हो। यसमा चाहिँ सामानहरु एक्स्ट्रा दिएको हुन्छ, जस्तै एक्स्ट्रा प्रोपेलर्सहरु, चार्जिङ हबहरु, एक्स्ट्रा ब्याट्रीहरु एक्स्ट्रा दिएको हुन्छ। यसलाई हामी खोलेर हेरौँ। सर्वप्रथम यहाँनेरि तपाईले देख्न सक्नुहुन्छ एउटा ग्रे कलरको क्यारिङ ब्याग छ। यसलाई हामी खोलेर हेर्नेछौँ पछि। यहाँ भित्र ड्रोनहरु छ। त्यसपछि अर्को एउटा सेतो केस रहेको छ यहाँनेरि। यसलाई पनि हामी खोलेर हेरौँ। यो भित्र चाहिँ यो हामीले प्रोपेलर प्रोटेक्टर देख्न सक्छौँ। यसले चाहिँ प्रोपेलर पंखाहरूको वरिपरि हामीले यो केस लगायो भने चाहिँ यसले मेकानिकल सक इन्जुरीहरुबाट जोगाउने काम गर्छ, माइनर इन्जुरीहरु। यसलाई हामी खोलेर हेरौँ। एउटा पेयर हुन्छ, दुईपट्टि लगाउने भएर यो दुईटा छ, तर वान सेट हो यो हुन चाहिँ। यसलाई हामी छेउमा राख्दियौँ अहिलेको लागि। त्यसपछि यो बक्स खोलेर हेरौँ। यसमा हामीले देख्न सक्छौँ यहाँ सानो प्याकेटहरु देखिन्छ। यो फर्स्टको चाहिँ हाम्रो हो, यो चार्जिङ हब हो। यसमा चाहिँ हामीले तीनटा ब्याट्री एकैसाथ राखेर चार्ज गर्न सक्छौँ। यसलाई पनि हामी अहिले राम्ररी हेर्नुस्, यसलाई हामी छेउमा राखिदियौँ। त्यसपछि रहेको छ यो हाम्रो रिमोट कन्ट्रोलर हो यो चाहिँ, है। यसलाई सानो पार्ट्सहरु अझै त्यहाँनेरि कनेक्ट गर्न बाँकी छ। यसलाई हामी अहिले छेउमा राखिदियौँ। र यो चाहिँ हाम्रो मेन ड्रोन बडी। यसको अगाडि यो पछाडिको साइड भयो। अगाडिपट्टि चाहिँ हाम्रो गिम्बल क्यामेरा रहेको छ, 12 मेगापिक्सलको 3 एक्सिस गिम्बल क्यामेरा रहेको छ। एकदमै राम्रो छ यो। र अर्को यो सानो प्याकेटभित्र चाहिँ यो रहेको छ केबल्सहरु रहेको छ। यो चाहिँ हाम्रो मोबाइलसँग रिमोट कन्ट्रोलर कनेक्ट गर्नको लागि कनेक्टिङ केबल्सहरु रहेको छ। अर्को पनि एउटा बटा छ। यसमा चाहिँ यो सेतो जुन वायर छ यो चाहिँ हाम्रो चार्जिङ केबल हो, USB चार्जिङ केबल हो। यसले तपाईँ ब्याट्री लगायतका सामानहरु चार्ज गर्न मिल्छ त्यहाँनेरि भने। अर्को यो मेरो हातमा रहेको चाहिँ प्रोपेलरहरु हो। एक्स्ट्रा प्रोपेलर हामी जम्मा 3टा प्रोपेलरहरु दिएको हुन्छ। केही गरी कुनै एक्सिडेन्टली हाम्रो भाँचिहाल्यो भने पनि यो हाम्रो फेरि एक्स्ट्राहरु युज गर्न सक्छौँ। यसलाई हामी अहिले छेउमा राखिदियौँ। त्यसपछि के रहेको छ यहाँ भन्दा, यसलाई अहिले सामानहरु अलिकति खाली गरिदिउँ यो टेबललाई। भित्र एउटा बट्टा अझै रहेको रहेछ। यसमा चाहिँ यो बट्टालाई खोलेर हेरौँ। यो बट्टामा चाहिँ हाम्रो ब्याट्रिजहरु दिएको रहेछ। ब्याट्रीहरु पनि जम्मा 3टा हुन्छ। अघिको हाम्रो चार्जिङ हब जुन थियो ब्याट्रीको, त्यसमा एकैसाथ यो 3टा ब्याट्रीहरु राखेर चार्ज गर्न मिल्छ। एउटा ब्याट्री फुल चार्ज भएको बेलामा यसले म्याक्सिमम 30 मिनेटसम्म फ्लाइट लिन सक्छ। म्याक्सिमम त्यति हो। त्यसपछि यो अर्को सानो बट्टा छ। यसमा चाहिँ यो म्यानुअल्सहरु छ। यो 3टा सानो म्यानुअल्सहरु छ। यसले चाहिँ कसरी तपाईले चलाउने भनेर बुझ्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ।